केवल टेलिभिजन तेगु कुशा संगठन राष्ट्रिय टेलिभिजन प्रसारक संघ मोनी सोन्ती व नेपाल सम्बन्धिया नु दया लस्ता सोम्बा येले विन्तुना कालबिल ज्याजो यागुदु संज्ञा नाय शङ्कर अधिकारीय नाय सिजुगु च्याजोले विशेष पाहकथा सूचना तथा सञ्चार मन्त्रालय सचिव वैकुण्ठ अरियाल सूचना तथा सञ्चार विभागीय महानिर्देशक गोगन बहादुर हमाल विज्ञापन बोर्डया अध्यक्ष लक्ष्मण हुमा गाइन आवे त्यङ्गु नखै लस्ता भिन्तुना देछासी केवल टेलिभिजन या त व्यवस्थित व मर्यादित याना न्यावने मागु ख तयादिगु ख सञ्चार माध्यमहरूका दुईवटा आम्दानीका स्रोतहरू हुन्छन् एउटा विज्ञापन आम्दानी र अर्को चाहिँ दर्शकबाट हुने आम्दानी नेपालले दर्शकबाट हुने आम्दानीतर्फ प्रवेशै गरेको छैन त्यसैले यो एउटा त कम्प्लिटली आइसोलेसनमा छ यो सेक्टर र यो विज्ञापनबाट हुने आम्दानीको विषय विज्ञापनको आम्दानीबाट हुने विषयलाई पनि नियमन गर्न नसकिएको अवस्थामा विज्ञापन बोर्ड बनेको छ हामी विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा छौँ छिट्टै नै यहाँहरूलाई राष्ट्रिय विज्ञापन नीतिमा समावेश गरिने विषयवस्तुको बारेमा छलफलका लागि हामी आह्वान गर्छौँ सम्भवतः कार्तिक महिनामै यहाँहरूलाई हामी विज्ञापनको आचार संहिता हामीले तयार गरेका छौँ त्यो विज्ञापनको आचार संहितामा यहाँको इनपुट हामीले माग्नेछौँ। यो संस्थाले आफ्नो स्थापनाको अवधारणा किन बनायो भने विशेष गरी मूलतः अहिले पछिल्लो समय सङ्ख्यात्मक रूपमा टेलिभिजनहरू बढ्दै जाने अवस्था जो बन्यो र तर टेलिभिजन प्रारम्भ भएको दिनदेखि टेलिभिजनहरू टिक्न सक्ने र चल्न सक्ने अवस्था बन्यो कि बनेन ती टेलिभिजनहरूलाई नीतिगत रूपमा केही अप्ठ्यारा छन् कि वा हामीले एकताबद्ध भएर सङ्गठित भएर गरे केही प्रयत्न गर्दाखेरि हामीले सञ्चार क्षेत्रमा दिन सक्ने योगदान पनि केही थपिन्छ र सञ्चार सरकारवाला सङ्घ संस्थाहरू र ती क्षेत्रहरूसँग हामीसँग सदस्य रहेका टेलिभिजनहरूलाई पनि जोड्न सक्छौँ भने एकदम विशुद्ध व्यावसायिक र पेसागत उद्देश्यले हामीले राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ स्थापनाको अवधारणा बनाएका हुन्। पहिलो कुरो यहाँहरूले के कन्टेन्ट प्रसारण गर्नुहुन्छ त्यो कुरो चाहिँ अलि राम्ररी मार्केट पनि सर्वे गर्नु न दर्शकको चाहना के छ कसरी हुन्छ भन्ने सबै कुरो चाहिँ खाए नखाए घेच मात्रै गरेर चाहिँ कार्यक्रमहरू प्रसारण गरेर र अनि त्यसपछि हामीलाई आउँछ अनि थोरै च्यानल आउँछ पैसा लिनुहुन्छ त्यो पैसा मैले किन पे गरिरहेको छु खानु 200वटा च्यानल आउँछ के आउँछ के आउँदैन भनेपछि यस्ता कुरोहरूमा चाहिँ अलिकति ध्यान दिनुपर्छ कि त्यसैले गर्दा अलिकति मार्केट सर्वे पनि गरौँ कन्टेन्ट के दिने भन्ने कुरोहरू हेरौँ अनि त्यो कन्टेन्टलाई चाहिँ एकदम परिपक्व बनाएर प्रस्तुत गरौँ एउटा आग्रह थियो। दोस्रो कुन कन्टेक्स्टमा चाहिँ हामी प्रस्तुत गरिरहेको छौँ कन्टेक्स्ट पनि सँगसँगै चाहिन्छ कन्टेन्ट मात्रै भएर भएन कन्टेक्स्ट कुन सन्दर्भमा चाहिँ हामी प्रस्तुत गरिरहेको छौँ त्यो कुरो पनि गरौँ र अलिकति छिटो चरित्र प्रम्पनेस हुन्छ त्यो बाटोमा पनि अलिकति ध्यान दिनुपर्छ कि र यति भनिसके क्वालिटी गुणस्तर त चाहियो नै गुणस्तरीय विषयवस्तु प्रस्तुत नगर्यो भनेदेखि त न त हामी प्रतिस्पर्धात्मक बजारमा टिक्न सक्छौँ न चाहिँ हामी आफूलाई आफ्नो व्यवसायलाई अथवा चाहिँ आफ्नो जुन संस्थाको उद्देश्य छ त्यसलाई नै पुरा गर्न सक्छौँ। त्यसैले त्यो बाटोमा चाहिँ अलिकति मेरो आग्रह ध्यान दिनुपर्छ कि जस्तो लाग्छ। ज्याजोले थिथि केवल टेलिभिजन या सञ्चालक त केवल विक्रेता या प्रतिनिधि तेगु बोती दुगु खा